गाइज म यहाँ तिमीहरूको लागि सोलिबिलिटी प्रोडक्ट प्रिन्सिपलसँग रिलेटेड न्युमेरिकल लिएर आएको छु है। सो योभन्दा अगाडिको भिडियो मैले के भन्दाखेरि एनइबीको एक्जामको लागि चाहिँ बेसिकली तिमीले दुईवटा क्वेसन गर्न सक्यो भने, दुईवटा काइन्ड अफ क्वेसन गर्न सक्यो भने चाहिँ अलमोस्ट लाइक एभ्री काइन्ड अफ क्वेसन तिमीले सल्भ गर्न सक्छौ भनेको थिएँ है। सो दुईवटा मध्येमा एउटा मैले पुरानो भिडियोमा गरेको थिएँ, गरेको छु होइन। अब यो सेकेन्डवाला क्वेसन चाहिँ हेरौँ है। सेकेन्डवाला क्वेसन चाहिँ कस्तो खालको क्वेसन भन्दाखेरि दुईवटा इलेक्ट्रोलाइटलाई मिसायो भने त्यो रियाक्सन हुँदा पिपिटी फर्म हुन्छ कि हुँदैन भन्ने खालको क्वेसन हो है। सो लेट्स अन्डरस्ट्यान्ड द स्टोरी अबाउट दिस क्वेसन फर्स्ट है। पहिला क्वेसन त स्टोरी कथा यसरी बुझ्नु पऱ्यो नि त होइन। सो पहिला बुझौँ है त। लेट्स अन्डरस्ट्यान्ड द क्वेसन। द सोलिबिलिटी प्रोडक्ट अफ ब्यारियम सल्फेट इज 1 × 10⁻⁴ मोल स्क्वायर पर लिटर स्क्वायर। के भने सोलिबिलिटी प्रोडक्ट है, केएसपीको भ्याल्यु हो। सोलिबिलिटी प्रोडक्ट भन्नु र सोलिबिलिटी प्रोडक्ट कन्सटेन्ट केएसपी हुने के हो त सेम कुरा। सो केएसपीको भ्याल्यु पल्समा यो केएसपी हुने लेख्ने गिभनमा will PPT occur from will PPT form when equal volume of 20 × 10⁻³ molar BaCl2 barium chloride solution and 20 × 10⁻⁴ molar sodium sulfate solution are mixed। यो सोडियम सल्फेट देखिरहेको छ पिक्चर पनि मैले बनाएको छु। यो रियल सोल्युसन हो। सोडियम सल्फेटको सोल्युसन यस्तै देख्छ है। यो ब्यारियम क्लोराइडको सोल्युसनलाई र मैले सोडियम सल्फेटको सोल्युसनलाई मिसायो भने पिपिटी फर्म हुन्छ कि हुँदैन भनेर सोधेको छ। अभियसली तिमीलाई थाहा छ रियाक्सन गर्यो भने के भन्छ, दुईवटा रियाक्सन गर्यो भने ब्यारियम सल्फेट र सोडियम क्लोराइड भन्छ। तर ब्यारियम सल्फेट जुन चाहिँ बनेको छ नि यो चाहिँ पिपिटीको फर्ममा हुन्छ कि अथवा पिपिटी भनेको छेक्रा नडिजल्भ नगरेर छेक्रा फर्ममा बस्छ कि अथवा एकदम आयोनाइज भएर बस्छ, त्यहाँ घुलेर बस्छ। घुलेको भने जस्तै थोरै एक गिलास पानीमा तिमीले चिनी घुलाएर थाहा देख्छौ त देख्दैनौ नि, क्लियर टाइप हो। यो ब्यारियम सल्फेट डिजल्भको स्टेटमा हुन्छ कि अनडिजल्भ स्टेटमा हुन्छ भनेको है। पिपिटी फर्म हुन्छ कि हुँदैन भन्नु छ है। सो पिपिटी फर्म हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब वी हेभ टु डिल दिस न्युमेरिकल्ली है। कसरी थाहा पाउनु पऱ्यो भन्दाखेरि यहाँ केएसपी भ्यालु दिएको छ ब्यारियम सल्फेटको है। सो हामीलाई ब्यारियम सल्फेटको के झिकाल्नु पऱ्यो, केआइपी झिकाल्नु पऱ्यो है। पिपिटी हुन्छ कि हुँदैन भनेको थाहा पनि यदि केआइपी केएसपी भन्दा बढी छ, इफ द केआइपी इज मोर देन द्याट केएसपी, त्यति के हुन्छ पिपिटी आउँछ है। के हुनु पऱ्यो फेरि सम्झिने, केआइपी चाहिँ के हुनुपर्छ, केएसपी भन्दा के हुनुपर्छ बढी हुनुपर्छ। सो केआइपी कसरी पत्ता लगाउने, मैले फेरि एउटा कुरा केही बुझ्नु हुँदै आइएम वर्किङ फर ब्यारियम सल्फेट है। ब्यारियम सल्फेटको लागि कुरा गरिरहेको छ भने ब्यारियम सल्फेटकै केएसपी हुनु पऱ्यो, ब्यारियम सल्फेटकै केआइपी हुनु पऱ्यो है। सो ब्यारियम सल्फेटको केआइपी निकाल्नु पऱ्यो नि त मलाई। सो ब्यारियम सल्फेटको केआइपी झिकाल्नुको लागि ब्यारियमको एक्चुअल कन्सन्ट्रेसन कति छ अनि सल्फेट एनाइनको एक्चुअल कन्सन्ट्रेसन कति छ, त्यो दुइटालाई मल्टिप्लाई गरिदिने। अनि ब्यारियम कहाँबाट आउँछ, ब्यारियम क्लोराइडबाट आउँछ। अनि सल्फेट कहाँबाट आउँछ, सोडियम सल्फेटबाट आउँछ। तर एउटा मेन कुरा याद गर्नुपर्ने कुरा गर्दाखेरि यो जब दुइटा यो सोल्युसन मिक्स गर्छ नि, मिक्स गऱ्यो भने तिनीहरूको एक्चुअल कन्सन्ट्रेसन के हुन्छ, चेन्ज हुन्छ, नयाँ कन्सन्ट्रेसन हुन्छ है। भनेको अर्थ पहिला जति कन्सन्ट्रेसन छ मिक्स गरेपछि त्यही कन्सन्ट्रेसन हुँदैन। सो वी विल फाइन्ड फर्स्ट न्यू कन्सन्ट्रेसन अफ ब्यारियम क्लोराइड एन्ड सोडियम सल्फेट। ब्यारियम क्लोराइडको मिक्स गरेपछिको कन्सन्ट्रेसन है। सो मिक्स गरेपछिको कन्सन्ट्रेसन सेम तिमीले त्यो भोल्युमेट्रिक एनालाइसिसमा गरेको छ नि, यो नर्मालिटी क्वेसन्स त्यही तरिकाले S1 V1 = S2 V2। S1 भनेको चाहिँ पुरानो कन्सन्ट्रेसन पुरानो भोल्युम, अनि नयाँ कन्सन्ट्रेसन नयाँ भोल्युम। पुरानो कन्सन्ट्रेसन कति थियो 20⁻³ थियो कसको लागि, ब्यारियम क्लोराइडको लागि। अनि पुरानो भोल्युम मैले के भनेको छ इक्वल भोल्युम भनेको छ नि क्वेसन लेखेर त, यो ब्यारियम क्लोराइड र सोडियम सल्फेटको इक्वल भोल्युम मिक्स गराएको छ नि। सो मैले यसको लागि एक्स मानेको यतापट्टिको लागि नि, अनि यो सोडियम सल्फेटको लागि मैले कति मानेको एक्स मानेको है। सो पुरानो भोल्युम कति मैले यहाँ लेखेँ एक्स लेखेँ। अब नयाँ कन्सन्ट्रेसन S2 मलाई थाहा छैन, S2 लेखेँ। नयाँ भोल्युम के हो त, यो यक्स यतापट्टिको यक्स यो यक्स मिक्स आयो भने के हुन्छ 2x भन्यो नि त होइन। सो नयाँ भोल्युम चाहिँ के हो, यो V2 को भ्यालु के हो 2x हो। सो इफ यु सल्भ दिस x काट्यो, यो x र यो x काट्यो, 2 र यो 2 पनि काटिन्छ। सो नयाँ कन्सन्ट्रेसनको भ्यालु कति आयो 10⁻³ मोलार आयो। सो ब्यारियम क्लोराइडको कति आयो त नयाँ कन्सन्ट्रेसन 10⁻³। अब ब्यारियम क्लोराइडलाई आइनाइज गरेको देख्यो नि टक्क ब्यारियम आइनाइज गरेपछि Ba++ र 2Cl- मा टक्क हुन्छ होइन। अब यो BaCl2 10⁻³ छ भने Ba पनि प्लस पनि कति भयो 10⁻³ हुनुभयो नि। सो ब्यारियम आयनको कन्सन्ट्रेसन आयो नि है, कुरा बुझिरहेछ नि है। इक्वेसन त्यस्तो ठुलो छैन है, यो नर्मालिटी इक्वेसन त नि बेसिक होइन। त्यस्तै अब सो फ्रम ब्यारियम क्लोराइड आई हेभ गट द कन्सन्ट्रेसन अफ ब्यारियम होइन। फेरि सम्झिनु पऱ्यो दुइटा मिसाउँदाखेरि के हुन्छ, मिसाएपछि कन्सन्ट्रेसन चेन्ज हुन्छ, त्यो कुरा चाहिँ सम्झिनु पऱ्यो। फेरि सिधै लएर त भ्यालु हाल्ला नि होइन, सिधै यहाँको ब्यारियम क्लोराइडको 10/2 लएर हाल्ला नि, त्यस्तो होइन नि फेरि है। त्यो गर्ने फेरि त्यस्तै यहाँ जस्तै नयाँ कन्सन्ट्रेसन मैले BaCl2 को नयाँ कन्सन्ट्रेसन पत्ला छ नि, त्यस्तै Na2SO4 निकाल्ने। Na2SO4 को कति आउँछ त्यस्तै गऱ्यो भने 10⁻⁴ मोलर आउँछ। अनि त्यसलाई एनालाइज गर्ने, त्यहाँबाट सल्फेटको झिकाल्ने है SO4-। यो थाहा छ नि यसरी 10⁻² Na छ भने 2 × 10⁻⁴ S4 एउटा हो नि त, एउटा
रेडिकल हो, रेडिकल भने एनाइन हो। सो 10 to the power minus 4 मोल यहाँ जति यहाँ पनि त्यति हो नि त। सो आई हेभ अल्सो गट द कन्सन्ट्रेसन अफ एक्चुअल कन्सन्ट्रेसन है, रियल कन्सन्ट्रेसन भन्न। सो सल्फेटको पनि कन्सन्ट्रेसन आयो, नेट कन्सन्ट्रेसन, नयाँ कन्सन्ट्रेसन मिक्स गरेपछि है, पहिला मिक्स नगर्नु अगाडि यो थिएन नि फेरि। सो मिक्स गरेपछिको सल्फेट एनाइनको कन्सन्ट्रेसन पनि पहिले पत्लाएँ, ब्यारियमको नि मैले के त मिक्स गरेपछिको कन्सन्ट्रेसन पत्लाएँ। त्यो भनेको एक्चुअल कन्सन्ट्रेसन हो। एक्चुअल कन्सन्ट्रेसन अफ ब्यारियम्स क्याटाइन एन्ड सल्फेट एनाइन दुवैको कन्सन्ट्रेसनलाई के अनि मल्टिप्लाई गरेँ के आउँछ मलाई केआइपी आउँछ। ब्यारियम सल्फेटको लागि गरे त्यो ब्यारियम क्याटाइनकै के हुनु पऱ्यो मलाई, ब्यारियमकै हुनु पऱ्यो कन्सन्ट्रेसन, कस्तो खालको कन्सन्ट्रेसन एक्चुअलवाला है मिक्स गरेपछिको, अनि सल्फेटकै हुनु पऱ्यो, टक्क हालिदिने कति आउँछ एन्सर 10 to the power minus 7 आउँछ। सो पहिलाको केएसपीको भ्यालु कति छ 10 to the power minus 10 को अर्डरमा छ, यो भने एकदम सानो हो। अनि हाम्रो केआइपी कति आयो 10 to the power minus 7 को अर्डरमा, भनेको केआइपी इज ग्रेटर देन केएसपी आयो। सो हेन्स प्रेसिपिटेसन विल अकर, वाइ बिकज केआइपी इज ग्रेटर देन केएसपी। द प्रिन्सिपल अफ सोल्युबिलिटी प्रोडक्ट प्रिन्सिपल स्टेट गर भनेर थाहा छ नि होइन, त्यहाँबाट हामीले सिकेको छ नि केआइपी र केएसपी बराबर सेचुरेटेड हुन्छ होइन, केआइपी बढी भने चाहिँ प्रेसिपिटेसन हुन्छ, नत्र भने हुँदैन भनेर पढाएको छ नि, हो यही क्वेसन हो है यो। सो हियर केआइपी इज ग्रेटर देन केएसपी, हेन्स प्रेसिपिटेसन अफ बिएसएफओ विल अकर। ल मजाले पज गर्दै हेर्दा नि के हुन्छ, मजाले बुझ्ने गर्ने है। आई होप यु अन्डरस्ट्यान्ड। सो गाइज बेस्ट अफ लक फर एक्जाम।